आम्मा गोप्रोको लागि लोटेको के आम्मा गोप्रोको लागि लोटेको के What's up guys? After a long time, धेरै समयपछि म फेरि भ्लग गराउँदैछु। It's your boy Sulga Mogar all the way from Butawal है। आजको दिन शनिबार नयाँ जोस बिचरा यहाँ त के भएछ यार यस्तो भएछ यार। आजबाट फुड फेस्टिभल छ है बुटवलमा चाहिँ। आजबाट फुड फेस्टिभल न्यू इयर आउन अब कति छु आज 30 भन्छु भोलि 31 भोलिको राति त यही भइछ त यार न्यू इयरको। ठिक छ हेर्दा वर्ष पनि बितेको थाहै हुँदैन। सुरुमा यहाँ सिटी हेलमेट जानु लाग्यो त्यहाँ खुल्ला हो कि नै भन्ने कुरा यार बक्सै छैन मसँग। ला के गर्ने होला त यार बक्स कसको माग्नु हो मैले। नापो पऱ्यो त यार धुलो खाइन्छ त यार मेरो बक्स पनि उहाँ साथीले लैदियो क्या काठमाडौँ मेरो होइन हो अनमोलसँग मागेको अनमोलसँग नि अनमोलको हेलमेट चाहिँ कसले लगाएको रहेछ कोसँग मागौँ त यार टेन्सन पऱ्यो नि त। आजको हाम्रो भ्लग चाहिँ के को भन्दाखेरि चाहिँ आज चाहिँ दादाले आरएमजेड चलाउँछ दादाले आरएमजेड चलाउँछ नयाँ आरएम डेली डटमा सोरुमबाट पाएको छु मैले। दुईजना जान्छौँ हामी म र मेरो एउटा साथी हो सोरुमको साथी दुईजना होइन 3-4 जना जान्छौँ यार। Arif punya सकेर हामी चाहिँ अब चल्दै गयो है। जेम्स भाइ छन् हाम्रो माल भाइ छ हाम्रो किरण छन् मेरो बाइक चलाखन् म चाहिँ नयाँ आरएमजेड चलाएको छु। दामी रहेछ आरएमजेड चाहिँ यो लभली लाग्यो मलाई चाहिँ। तर सिट कस्तो अप्ठ्यारो के पावर चाहिँ लभली छ यार। पावर त खोजेको सोचेको जस्तो इन्डुरोको लागि रहेछ धन बवाल एभ्रिथिङ गुड। हाइटी पनि रहेछ हरिफ हाम्रो एक्जेटहरू भन्दा हाइटी रहेछ। दामी सस्पेन्सनहरू पनि दामी खेल्दो रहेछ। हुन्छ नयाँ बाइकको चाहिँ खेलिहाल्छ त्यही पनि मैले त्यस्तो नो आइडिया। बुटवलमा चाहिँ दुईवटा मात्रै टेस्ट पाएँ दुईवटा मात्रै बाइक झरेको थियो एउटा डटमा एउटा मोटारमा। मलाई चाहिँ अहिले रिसेन्टली डट चलाइरहेको किन भन्दाखेरि चाहिँ मोटार चाहिँ हामीले त्यस्तो उस गर्दैन नि त अफरोड जान आँटेको त्यही भएर डट चलाएको। तर दामी छ यार यो बाइक त यार मन पर्यो। अघि न चाहिँ कस्तो सुपर भ्यूमा रहेनछ कस्तो लौडा जस्तो भयो यार। त्यही भएर यार अब बल्ल राम्रो अब बल्ल अघिनको चाहिँ त्यो खासै हाल्दिनँ अहिलेको हाल्नु पर्ला बरु। अघि नै यति मात्रै देखिदिएको कस्तो सुपर भ्यू नभएको। मैले पनि बिहान हतारमा थिएँ गोप्रो चेक गरिनँ गर्न त मन लाग्थ्यो कि मलाई गोप्रो चेक होइन म त होला त नि अब भनेर लास्ट टाइम मैले यत्तिकै छोडेकै थिएँ नि त अनि होला नि त राम्रै भनेर मैले गरिनँ।
लास्टमा त जोतको पर्दैछ नि त यार टेन्सन मात्र केही छैन अब त्यो हल्का फुल्का हाल्छु अब राम्रोसँग दिन्छु नि म राम्रोसँग तल गएर चलाएपछि रिभ्यू दिनु पर्ला अब अघि न त के दिए अब त्यस्तो केही दिएन त्यस्तो गाह्रो चाहिँ न्युट्रलमा राख्न कस्तुर बाइक रे हेर त ओ यो त के न्युट्रलमा राख्दा नि हिँड्छ है बटार्दा अघि नै हिँडेको थियो सुरुमा राख्दाखेरि दामी तर सस्पेन्सन नि राम्रो रहेछ यार कुनको यो हाम्रो पुरानो त WP को हो न नयाँ बाइकहरूमा फेरि झ्याप्पै ब्रेक लाग्दिन्छ कि त्यही कस्तो टेन्सन लाग्छ तर दामी हो इन्डुरोको लागि जस्तो यस्तो नर्मल यस्तो ठाउँमाहरूमा राइड गर्नको लागि चाहिँ दामी हो यो बाइक चाहिँ जस मलाई मन पर्यो एकदम राम्रो लाग्यो अब मेरो पर्सनल ओपिनियनहरू म अहिले पछि लास्टमा भन्छु पुरै राइड हानेपछि भन्छु मैले लास्टमा कस्तो लाग्यो जेला सक्यो हेर्न जेला सक्यो हेर्न दामी छ ड्युरेबिलिटीहरू जेलस पिपुल सस्पेन्ड खेल्नु पर्ने त खेलेर होइन त ठिक छ बाइक नट ब्याड बुझ्चे बाइक अनि सुरुमा आउँदाखेरि केही आउँथेन कुदाउन होइन आजकल त हिरो बनेर औरा होइन हैरान छ र हिरो भएर यूपी वाला दोस्त मेरा यूपी वाला दोस्त यूपी को गाड़ी आए उत्तर प्रदेश परदेसिया बाटो त आज बिग्रियो होला यार जस्तै भयो होला यार बाटो त दामी छ जस केटा अब अफरोडमा नि राम्रै लाग्यो मलाई नट ब्याड अब यसको यस्तो तर भन म चाहिँ क्रस राइडको कस्तो मन परेन के मन परेन भन्दाखेरि चाहिँ है त्यो दिन पहिला जस्तो ओल्ड इज गोल्ड थियो नि है जस्तै एक्जेड भयो अनि जस्तै पुरानो 17-18 को ब्ल्याक इन्जिनवाला आरएमहरू भयो त्यो टपदेखि लिएर कस्तो सेक्सी लाग्थ्यो कि मलाई त्यो अब त्यो बाइकहरू पनि बवाल नै थियो कि है तर अहिले झन्भन्दा झन् कति 2020सम्म राम्रै थियो अगाडिको टपहरू लिएर हेडलाइटहरू लिएर 21 मा झन् नराम्रो आयो अगाडिको टप हल्का अर्कै आयो सानो हेन्डल पनि हेडलाइट पनि कस्तो अर्कै वाला आयो अनि त्यसपछि 22 को झन् नराम्रो आयो 22 को झन् नराम्रो आयो हाल्दिम भाग यहीँबाट लोड्छु म रन म के भन्दै थिएँ 21 देखि 22 को त झन् नराम्रो आयो त्यो है त्यो हेडलाइट सेम त छ 22 को पनि 23 बाट हो क्या 23 बाट चाहिँ त्यो प्लेट टाइपको हेडलाइट आयो क्या प्लेट टाइपको हेडलाइट चाहिँ मलाई कस्तो चित्तै बुझेन कि अनि अगाडिको फेरिङ पनि कस्तो हुन्छ नि त्यो युनिभर्सल वाला पाउँछ नि 1000-1200 वाला हो त्यस्तो वाला आयो कि
अनि तिनीहरूले गर्दाखेरि चाहिँ मलाई कस्तो त्यो आरएमहरू पनि मनपर्नै छोड्यो। अब मेरो होइन मेरो फेभरेट बाइक चाहिँ अफकोर्स एक्जेड नै हो। एक्जेड नै हो मेरो फेभरेट बाइक चाहिँ। मैले त्यही भएर एक्जेडै लिगेको। मैले नयाँ लिग्छु भनेको थिएँ तर मार्केट छैन बाटो छैन। दाइले मैले बाटो छ भनेर हालेँ होइन, यहाँ यस्तो छ। जेम्स दाइ बाटो छैन के खाल्टो मालमै बाटो छैन। नाइछ मजाक गरेको। अब आएको त आएछ चरेर। अब त्यो बाइक माथि चढ्दैन अब त्यहाँबाट। हामीले यहीँसम्म भन्नुपर्ने रहेछ, यहीँ तल आउँदासम्म। मिल्न त मिल्छ त दामी है। कस्तो उस भएको रहेछ। हामी चाहिँ अहिले आएर बस्ने उहीँ हो त्यस दामी हो। आज तर हिजो हामीलाई अलिक साथ दियो क्या मौसमले के। राति पानी परिदियो कस्तो इन्डुरो हान्ने जस्तो फिल भयो यार बल्ल। आज हिजो पानी परिदियो के हिजो राति, अनि त्यही भएर नि बाटो यस्तो भइदियो। मजा आयो तर गोठीवाला टायर छैन के, त्यही भएर नि कता लिर्किने हो कि भन्ने डर लाग्यो। अन्त सोरुमको भए पनि होप त्यस्तो केही नहोस्। मुलाको अचार बस्छ यार। आइलोला पऱ्यो नि त बाटो त यार केटा हो। ऱ्याम जम्प अनि अहिले कुदाउन रेस खेल्नुपर्छ। अहिले आरएमजेड भर्सेस एक्जेड। बाटो छैन त्यहाँबाट हो जान्छ रुख दामी मजा आयो। किरण राम्रोसँग आऊ केही हुँदैन, आऊ न ढुक्क हो के। हामीसँग सोरुम छ त। यहाँबाट हामीले नि अहिले यहाँ हिजो हो दाइ पहिरोले गएको। हिजो डेन्जर पानी पऱ्यो नि त है। अनि अड्किन पर्थ्यो। जाम यहाँबाट अहिले चढ्छ होला कि उकालो तर धस्सिन्छ पुरै।
काटी छ यार कस्तो पावर बुझ्नेले त यही लेख्छ साथी इजी हो क्या छोड्दिनु कुरा हो अरे बाइक इजिले बनाउँला रेस नदेऊ न रेस त्यही उड्दा हो क्या निक्लेको पक्लक कस्तो त्यो ट्र्याक्टर हो कि किसिम हो किन र किरण नकुदाउने लगेर आरामजेड भर्सेस एक्जेड ढुङ्गा फाल्ने भेट्छ यिनीहरूले
केटाहरूको रन बचपना जाग्यो बचपना जागे बचपना ल सर्भिस हो के छ भाइ के छ खाइ भन्देऊ यस्तो हात लगाइदेऊ नलजाऊ न किन लजाएको ए ल सर्भिस ल बेइज्जत भयो यो त नेट कटाउने होला नि हो त्यसरी हो सर्भिस यहाँ चाहिँ हाम्रो जेम्स दाईको बाइक छ मेरो बाइक छ माल भाइको बाइक छ अनि उता चाहिँ हाम्रो आरएमजेड त्यहाँ छ यो सुके ताल दामी छ ताल पनि यस्तै हो केटा हो ल फाल्दै त यस्तरी हान्छन् रे ब्याग हान्छन् रे कटेर तेरो सर्भिस धेरै उठ्यो भ्लग चाहिँ अब मैले गर्दैछु कृपया छाडा शब्द आएमा त्यस्तै हो माफी चाहन्छु मुखमा फेरि धेरै चल्लिए अलि नराम्रो होइन राम्रो शब्द आउँछ धेरै राम्रो शब्दहरू एउटा हात्तीको बच्चा एउटा गैँडाको बच्चा दुईजना हिँडिरहेछन् शिव हातों में बिजली पैरों में हवा शक्ति का शिव है शिव यो चाहिँ यो के भयो के अरे आरएम नयाँ जेट हो कि के आरएम जेट नै हो क्या त्यो हान्दैछ यसले टेस्ट यसको बाइक चाहिँ कहाँको अर्को साथी ल पछाडि नै छन् यो रुट गइदिउँ क्या तलतिर ओए त्यो साथीलाई बोला न अगाडि ओगी-टोकीमा भन्न यहाँ अगाडि ठक्क लाइनमा हिँड्ने कस्तो दामी हुन्छ अघि त्यही भनेको क्या म पछाडि ठ्याक्क अलि ओए रोक्नु न हल्का सुस्त कुदाउनु पर्यो त जेन्स दाइको डिस्टेन्समा कभर गरौ त त्यही ग्याप कभर गरौ सँगै हिँड्ने जस्तो टक्क अलिक चिलमा यसले चाहिँ हिल्लो छापिरहेको छ यो बाइकले चाहिँ हिल्लो त डेन्जर हिल्लो खाइएछ ए जेन्स भाइ उठेर ओहे त्यो चाक हेर्न हिप्पोपोटामस कत्रो हो भाइ जेन्स दाइको चाक के रे अब कसरी फोनबाट हो र यहाँ होइन फोनबाट त हुन्न दाइ गोप्रो फुटेज हाल्ने क्या ठाडो बनाएर हालौँला बरु ओए हामी चाहिँ फर्किनु लाग्यो पानी बगिरहेछ बे त पछाडि डेन्जर हिलो खाइयो होला यो रन तल झरेको गऱ्यो डेन्जर हिलो खाएको छ यार मेरोमा त झन् नम्बर प्लेट नै छैन टेलै छैन शिव हेर्छ अझ ल अब चाहिँ रेस हान्नुपर्ने हुन्छ यहाँ चाहिँ ल
Mati yang berat, ayo. Lu ayo. Fuck man. Sikit fuck यार. चिकनी ए रन्डीको छोरो भाइ हिजो निसालाई भनिदेऊ नि भोलि म लोड्छु आमा गोप्रोको लागि लोटेको के आमा गोप्रोको लागि लोटेको के थिएन कंटेंट मिल गया भाई कंटेंट पछिल्लो ब्रेक नहाने त सिग्नी म सिधै आउँथ्यो होला कि त यता केराबारीमा यतै जान्थे भाइ यता जान्थे कन्टेन्ट हेर बाइक यहाँ अड्किन्थ्यो तिमी यसरी बस्थ्यौ के आज धेरै स्पिडमा थियो नि अस्ति नि यस्तै थियो तर धेरै स्पिडमा थिएन र यस्तो गर्दा गर्दै साइलेन्सर फुक्यो ए तिमी अस्ति नै किन नलोटेको थाहा तिम्रो पछाडि हावा कम थियो भनेपछि हावा नबोड अत्रो तल मेला हावा नि स्पिड रन आउँछ कि नै त ल किन हजुर त बाल छैन के 6 महिनालाई किनेको 6 महिनासम्म एउटा पार्ट निक्लिन्छ 7 महिना पुग्दा बित्तिकै इन्जिन पड्काइदिन्थ्यो बाल छैन दाइलाई कस्तो रङ डेन्जर चोरायो खोइ देखा त भएर अनि 6 पार्ट देखिन्छ जम ल स्प्रिङ हाल न छिटो ल हामी चाहिँ केटा अहिले कर्मकाण्ड आइसकेको छौँ राइड हाम्रो सकिसकेको छ मेरो चाहिँ गोप्रो चार्ज सकेको छ भ्यू चाहिँ दामी छ कस्तो हिँड्छ पानी पर्दै र मौसमले पनि साथ दियो क्या है ठ्याक्क हामीसँग चाहिँ हाम्रो RMZ छ म सुरुमा चाहिँ के भन्न चाहेँ भन्दा चाहिँ थ्याङ्क यू सो मच फर क्रसफायर बुटोल मेनली हाम्रो अङ्कित दाई है हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो बुटोलको ओनर दाई मलाई बाइक दिनुभएकोमा जस खतरा लाग्यो मलाई चाहिँ बाइक नट ब्याड होइन मैले चाहिँ आफ्नो ओपिनियन दिन्छु है म जियो फ्याक्ट त्यही भनिदिन्छु त्यो बढाइ चढाइ भन्दिनँ मैले चाहिँ मन नपरेको भनेको सुरुमा मन नपरेको भन्दा चाहिँ यो फेरिङहरू हो के यो चाहिँ कस्तो यो एचजेको कस्तो भयो यो हेडलाइट खै के कस्तो भयो यो चुच्चो नचुच्चो भयो होइन
अनि यो पनि अब कस्तो के पहिला एक्जस्ट ढाकेको आउँथ्यो नि त कस्तो राम्रो हुन्थ्यो हैन अहिले यो एक्जस्ट वाङ्ग देखिएको छ अनि यो टेल पनि कस्तो सानो टाइपको लाग्यो अनि यो पनि मन परेन के त्यो हाम्रो पुरानो जस्तो भएको भए दामी देख्थ्यो होला अब अरु त त्यही हो जो यसपालि चाहिँ यस्तोमा छोपेर हुन्छ नि यसरी के भन्छ त्यसलाई बाइक सार्न मिल्ने टाइपको हो ब्रेकिङहरु राम्रो छ नयाँ होला सायद ब्रेकिङहरु त्यस्तो मैले फर्म सम त पढेको छैन त्यस्तो खासै केही थाहा छैन अब यो चाहिँ EFI भइहाल्यो हैन कार्बोरेटर छैन EFI भइहाल्यो अनि त्यही हो अब यो त्यस्तो खासै थाहा छैन EFI भइहाल्यो अब अरु मलाई मन परेको भनेको सस्पेन्सनहरु हो यो अगाडि पछाडीको सस्पेन्सन दामी लाग्यो खै के को यो SZC रे SZC फ्याक्ट्री सस्पेन्सन रे यो खै नयाँ होला सायद मैले सुनेको त WP अनि के शोभाहरु तर तिनीहरु चाहिँ त्यस्तो हुँदैन त्यो दामी होला मात्रै हो यो मेनली चाहिँ यो इन्डुरोको लागि बनेकै हैछ त्यही भएर चाहिँ म आज इन्डुरो ट्राई लाको अब हेरिसक्नु भयो होला मलाई चाहिँ दामी लाग्यो जस अहिलेको यो मिटरहरु पनि राम्रो छ डिजिटल मिटरहरु हेर्न सक्नुहुन्छ डिजिटल मिटरहरु ब्याट्रीहरु पनि देखाउँदो रहेछ यो 133 यो त सायद त्यस्तो केही थाहा भएन अनि त्यसपछि किसेट पनि यस्तो हैछ कि यो अन यो अफ भयो हैन यो अन अनि यसो गर्यो भने फेरि हेडलाइट मैले चाहिँ यो लास्ट टाइम चाहिँ कहाँ देखेको सुरुचोटी कहाँ देखेको भने जुम एपमा देखेको अनि त्यसपछि पहिला यो न्युट्रलमा राखौँ है अनि स्टार्टहरु गर्न पर्ने हुन्छ न्युट्रलमा आयो स्टार्ट बटन यो पनि दामी लाग्यो अनि यो थ्रोटल पनि यो सायद केसैको होला पहिला चाहिँ अब त्यो खै स्टकको एक्जिटहरुकै राम्रो आउँथ्यो स्टार्ट वाला पनि दामी लाग्यो यो स्टार्ट भयो हैन अब बटन चाहिँ यो यसरी हाम्रो यस्तो भित्र गयो भने अफ हुन्छ नि त यो यसरी प्रेस गरेर राख्यो भने यो अफ हुँदो रहेछ अनि योहरु पनि हेडलाइटहरु पनि यो दामी लाग्यो मलाई यो पास लाइट यो इन्डिकेटर पनि दामी लाग्यो मलाई है हाम्रो बाइकमा त छैन हामीले त त्यस्तो केही राखेको छैन तर यो बाइकमा चाहिँ दामी लाग्यो क्लचहरु पनि IGP को रहेछ तर यो कलर अलिक सुहाएन के यो कालो न त यस्तै टाइपको भएको भए दामी हुन्थ्यो अनि अरु त के भन्नु यो हर्न पनि दामी लाग्यो अनि यो पेट्रोल चाहिँ कति लिटरको रहेछ यार यो GR7 को जस्तो रहेछ तर एकचोटी कम्प्लेन आएर चाहिँ यो पछि चेन्ज गरेको भन्ने सुनेको थिएँ किनकि GR7 को चाहिँ यस्तो लोड्दाखेरि चाहिँ ढुङ्गामा राखेर चाहिँ यो पाल परेको भन्ने सुनेको थिएँ कि मैले त्यही भएर यो चेन्ज गरेको रहेछ नाइस अब मेन मन परेको भनेको यो त गियर लिभर भइहाल्यो यो गियर लिभर दामी रहेछ 4 लेभल होला तर कस्तो मिठो के सानो चिटिक्कको अनि यो फुट प्याक पनि जोस कम्फर्टेबल रहेछ तर यो बुटहरु लाउँदा चाहिँ त्यस्तो ग्रिप नबस्दो रहेछ ठीक छ नट ब्याड यो पनि अब यो चाहिँ हाम्रो नयाँ इन्जिन हो कि यो भन्नाले पुरै अर्कै टाइपको इन्जिन के EFI वाला जोस माइलेज धेरै दिने यसको माइलेज पनि लगभग कति 35 दिन्छ अरे 35 किलोमिटर 1 लिटरमा यो भइहाल्यो फुट प्याकहरु भयो स्टेनहरु त त्यस्तो केही भएन स्पकेट पनि 42 तिथो लाउँदो रहेछ सानो किनकि त्यसलाई के भन्छ धेरै कुदोस् भनेर अनि मेन कुरा अब ह्यान्डलहरु पनि भइहाल्यो हैन राम्रो नै छ बाइक चाहिँ बवाल छ के मलाई चाहिँ बवालै मजा आयो चलाउनुमा है राम्रो उड्छ पनि हैन अब अरु त त्यो अरु भन्ने लायकको त के छ अरु त्यही भयो यो फुट ब्रेकहरु यो पनि ठीक छ अनि यो प्लास्टिकको यो पनि के भन्छ चेसिस गार्ड त्यो पनि राम्रो रहेछ अर्को चित्त नबुझेको कुरा चाहिँ लास्ट यो बाइकमा सबभन्दा नराम्रो अब राम्रो नि भन्नु पर्यो नराम्रो नि भन्नु पर्दैन नराम्रो चाहिँ मलाई यो सिट लाग्यो के यो सिट के हो यस्तो यो सिट चाहिँ भएन के सिट हुँदै भएन के यो कस्तो चाक दुखाउनुको यो लङ टुर हान्यो भने त सक्दैन हो यो सिटमा त सक्दैन लङ टुरमा त मैले पहिल्यै भनिदिन्छु यो चाहिँ सक्दैन यसमा मलाई तीनटा कुरा नराम्रो लाग्यो एउटा सिट भयो एउटा फेरिङहरु के लुक्स अब मैले सुरुचोटी हेर्दा त धुरै आयो भन्थे तर जस बाइक चाहिँ सफ्ट बबाल हैन लिचिक अनि डेन्जर कुद्ने पनि EFI भएर पनि त्यस्तो कुद्ने उइली सुइली हान्ने भनेको त बबालै हो नि यार
त्यो नर्मल्ली हाम्रो एक्जेट उत्योलाई एक्जेट 300cc को हो, त्यस्तोलाई नि टप दिने, त्यो भनेको त लास्टै राम्रो हो नि। अनि अर्को कुरा नराम्रो लागेको भनेको चाहिँ डिबी किलर यहाँ ढङ त छ नि, डिबी किलर निकाल्यो भन्यो होला केटाहरूले, तर निकालेको होइन। डिबी किलर यहाँभित्र छ के, यहाँभित्र छ। म फ्ल्यास बाल्लो देखाइदिउँला। ए देखेछ कि देखे छैन यार, ऊ टल्के नि केटा हो। ओए यो डिबी किलर रेडिमेड, यो ननिस्किने होला कहिले पनि, सोरुम हप्याकै भएर होला यस्तो गराएको। यहाँ पनि देखेछ ओए केटा डिबी किलर, यो जिन्दगी ननिकाल्न मिल्ने होला है। त्यही हो, ब्रेकिङहरू एकदम राम्रो छ, सबै कुरा राम्रो छ। मलाई चाहिँ बवाल नै लाग्यो बाइक चाहिँ। अब त्यही हो, अब त्यही भने फेरिङहरू मन परेन, सिट मन परेन, अनि डिबी किलर मन परेन। अरू त मलाई बवाल नै लाग्यो। अब इन्डुरो कोही अब हुन्छ नि, अब अफ रोडहरू जाने खोज्ने, धेरै जस्तो हामी यस्तो ट्रायल हाने गर्नेहरूलाई चाहिँ यो बाइक चाहिँ बेस्ट, लाइट वेट पनि छ। अब बाँकी कुरा चाहिँ अब भोलि पर्सि हामी अब यो बाइक सेल्स भएपछि चाहिँ हामी फेरि राइड जाने भन्ने सोचिरहेछौँ। दाइले यो 3-4वटा बिकेपछि चाहिँ फेरि लङ टुर एउटा जोस् टाढा जाने भन्ने सोच छ हाम्रो। अनि त्यही हो केटा हो, अरू त नट ब्याड, सबै बवाल लाग्यो मलाई। यो सस्पेन्सनहरू, यो के हो, एयर फाल्नेहरू पनि रहेछ, सफ्ट हार्ड गराउने, यो ठिक छ, दामी लाग्यो मलाई, बवाल नै मन पर्यो। त्यही हो, लुक्स मन परेन, सिट मन परेन, डिबी किलर मन परेन, तिनवटा चाहिँ त्यो। अब हामी युवाहरूले चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीलाई चाहिने भनेकै लुक्स र डिबी साउन्ड हो क्या खासमा चाहिने। ठिक छ, नट ब्याड, तर त्यस्तो लाउड नै छ, त्यस्तो उस पनि छैन, त्यस्तो नराम्रो पनि छैन। लाउड त लाउड नै छ, म सुनाइदिन्छु। यतिको चाहिँ साउन्ड छ है केटा, यो डिबी निकाल्न नमिल्ने नि यतिको साउन्ड भनेको चाहिँ बवाल नै हो। अब माम्सहरूले अब त्यसले ल्याङ गर्ला है, अब त्यो अब होप मामाहरूले पनि बुझिदिनुहुन्छ। त्यही हो केटा हो। अनि यहाँ चाहिँ यसमा चाहिँ कपडा डढ्ने रहेछ कि अलिक। यसको त क्लच त यता छ है, ले क्लच त यता रहेछ, जस इन्जिनै फरक हो नि त, नयाँवाला इन्जिन हो। ठिक छ, त्यही हो केटा। अब मैले भन्न पर्ने भनेको त यति नै हो। अब अझै बुझ्न चाहनुहुन्छ भने, अझै यदि लिने इच्छुक हो कि के भन्छ त्यसलाई, लिने इच्छा छ भने हाम्रो बुटोल क्रसफायर बुटोल सोरुम भिजिट गर्न सक्नुहुन्छ। उहाँ हजुरले सबै कुराहरू थाहा पाउनुहुन्छ, के कसो हो कस्तो हो। तर अरू हाइटै भ्याउँदिनँ भने हो, एक्जेट र आरएममा म आफ्नो उसमा भ्याउँछु होइन, यसमा चाहिँ मैले भ्याउँदैन के। यो चाहिँ हल्का हाइटी नै छ, अरूभन्दा चाहिँ। त्यही हो केटा हो। अब दामी मौसम इन्जोय, केटाहरूले यहाँ चिल हानिरह, म यस्तो बाइक साइक यसो चलाएर उडाएर देखाउँछु नि। अब के भन्छ, यहाँ केटाहरू बसिरह, दादाको बाइक पनि अब आफ्टर लङ टाइम केटाहरूले पछि देख्यो होला। ठिक छ, यो पनि बवाल नै छ। आजले क्रास खायो त्यो, अब गोप्रोमा हेरिसक्नु भयो होला खायो कि खाएन। हाम्रो जेम्स भाइको बाइक लगेर पेट्रोल बचाउने कार्यक्रम। अब यसले माइलेज त दिन्छ के, त्यही पनि पेट्रोल बचाउनै पर्यो। अब किन के भन्छ खर्च गर्ने एउटा पेट्रोल। अहिले त फेरि धुन्लु भएछ यार यतातिर। अब अघि नै बिहान आउँदा त क्लियर के हुन्छ नि, भवाल देखेको थियो। आज स्याटरडे भएर नि होला भिड छ। ओ दामी ब्रेक त जस। अब बाइकको रिभ्यू हेर्नु सक्नुभयो। मलाई चाहिँ त्यस्तो केही पढेर सडेर मैले भनेको होइन रिभ्यू, मैले जस्ट मेरो नर्मल आफ्नो आफूले एक्सपिरियन्स गरेको, आफ्नो मनमा भएको कुराहरू भने हो। अब के हो कसो हो त्यो त अब एकचोटि फाइल नै हेरेर, त्यो अस्ति नै आएको थियो नि त्यो के भन्छ जुम एपको, हो त्यसरी नै पढेर भन्नुपर्ने हुन्छ। भन् राइड गरी हाल्दिने नै फ्रोटल टाइट भएर बाटो कि चलाउँदा हात कस्तो पाटेको त्यो ग्रिपले छोपेर हो क्या तेरो टोटललाई। मिल्छ, ग्रिप हल्का सार्ने मात्रै हो। यसो गर्न, यसो गर, यता तान्न बाहिर, हल्का बाहिर, ग्रिपलाई हल्का बाहिर तान्न।
भयो त्यही अझै तान भयो ल लरिबरी ल है अब आजको भ्लग चाहिँ यस्तै नै भयो है अब सनसेट हेरेर अब भ्लग यतै इन्ड हान्नु पर्ला भन्ने मेरो सोच बाइक चाहिँ दामी लाग्यो मलाई अब हजुर यदि कोही इन्ड्युरो ट्रायल जानेहरू हामी यस्तो यताउता जानेहरू हुन्छ नि यो लिक्दा बेस्ट आरएम भन्दा पनि जोस् दामी रहेछ इएफआई भयो नि पावर चाहिँ दिएकै हो म माने हुइली त कस्तो मिठो तान्ने अब अगाडि भिडियोमा हालेन अब त्यो थाहा भएन किनकि अब दाइले ट्रायल हान्न मात्रै दिएको उइली ट्राई गर्न दिएको होइन त्यही पनि अब इट्स ओके अब हालेछु भने हेर्नुभयो होला हाले छैन भने पनि केही भएन अब भोलि पर्सि अब केटाहरूले बाइक किनेपछि अब त्यसमा ट्राई गरेर हालौँला ल मेरो भ्लगहरू चाहिँ अब सुस्त कन्टिन्यू दिने सोचिरहेको छु अब त्यो हल्का प्रब्लमहरू थियो अनि त्यही भएर चाहिँ म त्यस्तो उस भएको थिएन जस मेरो सोसल मिडियाहरू इन्स्टाग्रामहरू टिकटकहरूमा हेरिराख्नु न म नर्मल राइड एउटै ठाउँ राइड गएको हुन्छौँ क्या हामी त्यही भएर एउटै ठाउँको भ्लग चाहिँ कति हाल्नु भनेर चाहिँ मैले खासै गराएको छैन त्यही भएर चाहिँ राइडहरू दामी स्टोरीहरू फेसबुकमा हेर्नु मन छ भने मलाई फलो हान्नु होला सुजल गामगर छ फेसबुकमा इन्स्टाग्राममा सुजल गामगर 31 छ टिकटकमा नि त्यही छ त्यही हेरेर अब अरू भन्ने केही छैन होप यु लाइक द भिडियो अब के भन्छ माया देखाइदिउँ होला फेरि पनि भ्युवर्स त खै अब आउँदैनन् जस्तो लाग्छ के अरे त्यही नै धेरै भाइहरूले डिमान्ड हान्छन् दाइ भ्लग आएन भनेर त्यही भएर आज यसो यो चलाउन नि मन लाग्थ्यो मलाई अब बुटोलमा अब दाइले दिनुभयो अब यस्तरी त कुनै कहीँ पनि दिएको थिएन होला के जस्ट एउटा नर्मल भाइलाई होइन चिनेको भाइलाई भनेर यसो बाइक चलाउन सो के कसो हो तिमीले नि बुझ भाइ त्यही अनुसार हामीले उहाँ माथि मिटिङमा नि त्यही भन्छौँ भन्नुभएको थियो त्यही हो नट ब्याड दामी लाग्यो मलाई बाइक चाहिँ लुक्स मन परेन अरू त फिचर्सहरू त भवालै लाग्यो भवाल त्यही भन्दै किप लभिङ किप सपोर्टिङ साइनिङ अफ सुजल गामगर